गाना होइन यो बिट हो यो DJ तपाईँको नाममा तपाईँको स्टाइलमा दिनु नि या या कसो भन्नु म जिन्दगी नै बेकार छ बिस्तारै नै गर्न आएको मान्छे म बिस्तारै नै गरिरहेको छु तर बिचमा मिलेन मैले किनकि बिटै सिकेको छैन नयाँ परिकार मेरो नयाँ तरिकार कसरी म गरौँ कसरी म तरकारी म खाऊँ घरदेखि टाढा मान्छे म बाउ आमाको याद पनि छैन कल पनि गरे पनि छैन उतादेखि गर्दाखेरि मात्र इन्स्पोन्सिबिलिटी मात्र याद आउँछ मलाई कस्तो खालको मान्छे म अब मैले साला सबै कुरा शिव दाई माथि दिएको अब शिव दाईले हान्ने हो अब शिव दाईलाई चाहिँ चेयर अप गर्ने म या गरिदेऊ शिव दाई एउटा बेरीपट्टि हो यो म त बेरीपट्टि हो बेरी तान्नु दे तर तैँले बुझिनस् भने मुझे राम्रो सुन भाइ फेरि होला भाइ पनि जाठा जिन्दगीमा साँच्ची भनेको तर साँच्ची भनेको है भाइ तर मान्छेले बुझ्नेले बुझ्छ नबुझ्नेले बुझ्दैन तर मान्छेले बुझ्नेले बुझ्छ नबुझ्नेले बुझ्दैन तर मान्छेले साँच्ची भनेको सिगरेट भन्दा बेसी बिडी तान्ने हो यो जिन्दगीमा छ नि भाइ जिन्दगीमा छ नि भाइ तर त बिरी भन्दा बेसी सिगरेट भन्दा बेसी बिरी तान्छस् है भाइ बेडी सिगरेट भन्दा बेसी बेडी तान्छ रे मेरो दाइले भनेको फेरि के चाहिँ तैँले खान्छ बे यस्तै हुन्छ जिन्दगीमा मेरो पनि धेरै चाहना मेरो जिन्दगीमा धेरै बहाना कसरी गरौँ म सबैलाई या भनेर बस्नु त पाइएन नि कता नि गयो भने पनि के भनौँ म जिन्दगीमा साइको भइरहेछु ल अब मैले पनि सिकेको कुरा होइन साला आफ्नै फ्री स्टाइल हानिरहेको मान्छे म पनि कता कता जान्छु ल गाजा गोटी सबै खान्छु मलाई बाल लाग्दैन अहिले देशमा छु त्यसै लागि र साला कन्ट्रोल गरी बसिरहेको म साला गादे